प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ, आफ्नै फ्याक्ट्री। एउटा कुरा, यो फ्याक्ट्री फेरि तपाईँको सहरतिर हुँदैन, यो फ्याक्ट्री गाउँतिर हुन्छ, ताकि गाउँको ठाउँको मान्छेहरूले रोजगारी मिल्छ। त्यहाँबाट हामीले त्यसलाई ट्रान्सपोर्टेसन गरेर हामीले विभिन्न ठाउँहरूमा हामीले हाम्रो लत्ता कपडाहरूको लागि हामी पठाउँछौँ। प्रहरीको आफ्नै फ्याक्ट्री पनि भयो। धेरै अप्ठ्यारो नमान्नु, मसँग अप्ठ्यारो मान्नुपर्ने जरुरत छैन। निर्धक्क भएर मसँग तपाईँ कुरा गर्न आउनु सक्नुहुन्छ। मलाई सर बढुवा गरिदिनु पऱ्यो भने चाहिँ नआउनु है मेरोमा चाहिँ, यो चाहिँ बन्द है। मलाई सर अनि त्यो नाकामा चाहिँ मलाई राख्नु पऱ्यो, सरवाह गरिदिनु पऱ्यो भने फेरि नआउनु मेरोमा, स्पेसली नाकाहरूमा। यो पनि मेरो ठाउँमा नआउनु होला, किनभने त्यहाँ चाहिँ सरवाह हुँदैन, तपाईँ अर्कै ठाउँमा सरवाह हुन्छ डेफिनेटली चाहिँ हो। त्यो भयो भने चाहिँ